दाजु कहाँ हो त्यही भइरहेछ है। अहिले चाहिँ हामी ठ्याक्कै एक्ज्याक्ट यो देवघाटको देवघाट धाम स्थित यो झलुङ्गे पुल चाहिँ क्रस गर्दैछौँ। यहाँनिर बोटिङ पनि गर्न पाउँदो रहेछ। तर अब हामी जस्ट त्यो थकानलाई मेट्नलाई चाहिँ हामी चाहिँ यो रिल्याक्स शान्त ठाउँ, यो शान्त ठाउँ, यो नारायणी नै होला यो शान्त ठाउँमा चाहिँ हामी आएको हो। तर शान्त पनि मनोरम छ, एकदम शान्त छ, मनोरम भन्छन् त्यसलाई। त्यहाँहरू मन्दिरहरू देख्न सक्नुहुन्छ। शान्त, धेरै भिडभाड क्राउड त्यो सौरा आएको थियो। भिडभाड पछि चाहिँ हामीलाई चाहिँ यो शरीरले चाहिँ शान्ति खोज्दा चाहिँ रिल्याक्स त्यो कस्तो शुद्ध छ यो हावापानी है। राधे राधे। अब अरू नेक्स्ट केही अब त्यस्तो फेरि अर्को अपडेटमा हामी चाहिँ अपडेट गराउँछौँ। अब अहिले चाहिँ हामी चाहिँ यो मनोरम दृश्य हामीले नि हेर्नु पऱ्यो नि, तपाईँहरू नि हेर्नु सक्नुहुन्छ। अनि यो ठाउँ चाहिँ खास धर्म कर्म हेर्न सक्नुहुन्छ। ठिक छ, यो राम्रो छ। मान्छेहरू यहाँ नुहाउन आउने है, मान्छेहरू सद्गत गर्न आउने चाहिँ त्यहाँनिर उहाँले देख्नुहुन्छ देवघाट धाम लेखेको छ। तर यसले चाहिँ क्याप्चर गर्ला नगर्ला है। अब पछि चाहिँ म एउटा जुम गरेर मिलेछ भने त्यो चाहिँ तपाईँलाई पठाइदिन्छु, हालिदिन्छु है, यहाँ राखिदिन्छु, त्यो हेर्न सक्नुहुन्छ। यति भन्दा यो क्लिप चाहिँ यहीँ बन्द गर्न चाहन्छु होला। हुन्छ बोटिङ गर्दै हुन्छ दाजुले। माछा मारे हो दाइ, माछा मारे हो। कसरी हो 1 किलो? कस्तो दामी देखेको कस्तो दामी पनि भनेको कि यो के हो भने के कहाँ कुन ठाउँ ल्यायो भए जीवनले मलाई यस्तो राम्रो। देवघाट आएर अब एउटा जागिर खोज्न पर्यो भनेको गोकुलले त्यहाँ सुन खोजिरहन्। भेट्ने बित्तिकै बेचेर यता पनि सुन खोजिरहन्। सब सुन खोज्नुमा बिजी। भेट्यौ भेट्यौ त्यसै राम्रा मान्छे अझै टिको लगाएपछि कसैले सक्छ त। अनि सबै दङ्ग छ। अघिसम्म चिल्ला हँसिला रसिला पठिला थियो, अहिले दङ्ग पनि परे कि। यो हामीले 3 जनाले मात्रै एक्सपिरियन्स गर्न पायौँ। हाम्रो ग्रुपको साथीहरू, हाम्रो साथीहरू होइन। इच्छा भए सम्पर्क गर्नु। कन्ट्याक्ट नम्बर हामीसँग पुगेको छैन। हामी चाहिँ अब यो ठ्याक्क अब यो कहाँनेरि भनेर यही यो पुलले बताइ। ओम देवघाट धाम, ओम देवघाट धाम।
केही भन्नु छ तिम्रो? हाम्रो फाइनली यो हाम्रो यो चाहिँ सकिसकेको छ। अब चाहिँ यहाँबाट निस्किसकेपछि फेरि नेक्स्ट अर्को केही चढियो, मजा आयो। अब अरू रोमाञ्चक चिजहरू केही भयो भने चाहिँ म तपाईँलाई देखाउँछु ल। हस्, धन्यवाद, नमस्ते। गाह्रो छ त। हामी डुङ्गा चढेर आयो। डुङ्गा के भन्छ त्यसलाई? डुङ्गा भन्दैन होइन, प्लास्टिकको त्यो हावा भर्नेवाला। अनि म अहिलेसम्म डुङ्गा चढेको थिएन, तर चढियो, मजा आयो, धेरै रमाइलो भयो। अब हामी देवघाटमा सकिन्न, देखाउन नि सकिन्न। हात्ती चढियो, के अरे घोडा चढियो, अरू के अरे जिप चढियो, जङ्गल सफारी, धेरै रमाइलो भयो। मलाई हेर्छ नि मैले समय थपौँ जस्तो लाग्छ। छुट्टी छोटो भएको भएर नभए हामी पोखरा पनि जान सक्थ्यौँ। रमाइलो, बिल्कुल रमाइलो। अब त्यही हो कुरो ल।